हेलो नमस्कार साथीहरू, तपाईँहरूलाई मेरो अर्को भिडियोमा स्वागत छ। आज पनि म नयाँ भिडियो लिएर हजुरहरूको माझमा आइसकेँ। के छ सन्चै आरामै हुनुहुन्छ होला? म पनि एकदम ठिकठाक छु। भर्खरै काममा गएर आएँ। अनि यता चाहिँ मेरो बुढो हुनुहुन्छ। अनि यस्तो हुन्छ नि त, हेर्नु है त, म तपाईँहरूलाई देखाउँछु। म भर्खर कामबाट आएको अनि अब मेरो खाजा मेरो बुढोले बनाइदिएर राखिदिनु भएको के होला त? तपाईहरुलाई जान्न मन छ? एकैछिन रोक्नुहोस् है त, म देखाउँछु। मेरो खाजा रहेको छ मामाका डल्ला, अनि त्यसपछि यो बियर खाने गिलासमा लस्सी डिप फ्रिजमा राखेर जमेछ। अनि यो चाहिँ बुढोको, यो चाहिँ मेरो। हामी चाहिँ मोमो खानेवाला छौँ। आमा गएर आउँदा यस्तै तातो तातो मोमो खान पाउँदा कसको मन खुसी हुँदैन होला र नि साथीहरू। यो चाहिँ घरमा बनाएको चाहिँ होइन, त्यति ढङ्ग छैन मेरो बुढोको ल। यो चाहिँ किनेर ल्याएको, बोइल मात्र गरे हो। अर्को चटनी दिनु न, सक्यो छ दिनु न। अनि हामीले घरै बनाएको चटनी पनि थियो, यति त हुँदैन मलाई। चटनी मिठो हो त, मोमो पनि मिठो हो त। खाइला घर चटनी ल्याएर गिलासमा राख्नु, गरे भाँडा मात्र रहेछ। कति मिनटमा खाएर 2 मिनट नि लागेन मलाई एक थाल मोमो र यत्रो गिलास भरि होला स्याहार। यस्तो भोक लाग्यो नि, बल्ल आनन्द भयो, सुकुन मिल्यो। अब चाहिँ मलाई आनन्द हुन्छ। तपाईँहरू पनि मुख रसाला है मैले मोमो खाएको देखेर बनाएर खानु ल। मोमो खाँदा खाँदा बुढोको दाँत दुखेर अनि हामी चाहिँ चेक गर्न हिँड्दैछौँ। के भन्ने त चक्कर आमा ढले ढले भनेर अनि मैले फेरि लिएर हिँड्दैछु। के हेर्ने, मोमो खानु भएन अबदेखि। त्यो मोमो तातो अनि चिसो लस्सी खाँदाखेरि एक्कासी दाँतमा लाएर अहिले दाँत दुखेर अलि ठिक छ। सुई लगाइदियो होला कि यस्तो भएर चाहिँ यस्तो हालिदिएको खैनी जस्तो यस्तो हालेर पैसा गडार्नुसम्म गडारेर पठायो।
1 घन्टामा। मान्छे त फत्रा फत्रा म भाइरल हुन्थ्यो त्यो भिडियो खिचेबा धर्ने कता पिट्ने हुन्छ जस्तो भएर मैले भिडियो नबनाएर छटपटाएर मान्छे त यतै छटपट त्यो उ भएर हो कि ममा तातो अनि चिसो लस्सी खाएर झन् दुखेको हो कि खासमा चाहिँ दुखिरहेको दाँत त्यही भएर त्यसरी दुखेको। अहिले चाहिँ हस्पिटल लएर 1 घन्टाको उपचार पछाडि अहिले हालसाललाई सकुशल ठिक बनाएर लिएर हिँड्दैछु मैले। ए भा मेरो जिन्दगी आँखा चाहिँ कुर्दा कुर्दै यस्तो रातो भयो मेरो आँखा निन्द्रा लाएर जुबु जुबु भइछु भने आँखा फेरि यस्तो खोल्छु गर्छु गरेँ। यतापट्टि बसेको मान्छेले नि के भन्यो होला नि मलाई त। अनि चाहिँ यहाँ यता दिदी कहाँको सिँढी म चिठी लायो के पकाउनु ला के हो ढोका ढोका लगाएका हुन् कि हामीलाई देखेर ढोका खोलेका हुने नि यसलाई नदेखाउने मान्छे के पकाउनु लाग्यो तिमीहरूका यिनीहरू यस्तो हालत मैले भिडियो बनाउँदै आएको यिनीहरूलाई आइया ए बा मलाई त एकछिन भर है हस्पिटल लगेर दाइलाई हस्पिटल लगेर ल्याइन के अरे दाँत दुखेर उहाँ। फाइनल्ली हामी चाहिँ रुममा आइसक्यौँ। त्यहाँ गफलाइम 2 घन्टासम्म बस्यौँ। त्यसपछि अन्न धुन 9 बजिसक्यो बल्ल कोठामा आएको। अब चाहिँ यही खाएर मोमो खाएर भाँडा यस्तो लथालिङ्ग छोडेर बिरामीबाट मान्छे एक्कासी त्यत्तिकै कुदेर गएको। अब सफा गर्नु पऱ्यो भाँडा मान्नु पऱ्यो अनि म खाना बनाउनु पऱ्यो। अनि हामी चाहिँ आउँदा आउँदै यस्तो पानी किनेर लिएर आयौँ के यस्तो पानी हामी धाराकै पानी खान्थ्यौँ तर धाराको पानी खान हुन्न अरे के जापानको धाराको पानीमा खै क्यान्सर हुने के छ अरे अनि क्यान्सर हुन्छ भने सबले ल त भनेर अनि आजबाट हामीले चाहिँ पानी किनेर ल्यायौँ। अब यही पानी खान्छौँ धाराको पानी खान्नमा हामीले धारा सट्ट थापे खायो गर्थ्यौँ। अब चाहिँ त्यस्तो नगर्ने भनेर हामी चाहिँ पानी पनि किनेर ल्यायौँ। अनि बुढो चाहिँ अहिले फिट एन्ड फाइन हुनुहुन्छ कि ठिक छ नि अहिले ठिक छ आफ्नो काममा व्यस्त हुनुहुन्छ। अनि अब चाहिँ म भाँडासाँडा माझ्छु खाना बनाउँछु तपाईँहरू हेर्दै गर्नु के बनाउँछु केही त बनाउनु तरकारी के बनाउँछु पहिला भाँडा माझ्छु अनि फेरि भेट्छु तपाईँहरूसँग खानासाना बनाइकरी यसरी बसिरहेको छु। मेरो आँखा त के भयो यस्तो कता गयो यस्तो रातो भयो कि के भयो यस्तो पोलेर आँखा हेर्नै भएन विरक्त भइरहेको छ। अनि मैले खाना नि बनाइसकेँ अनि भ्लग हेर्छु मैले सबको भ्लग हेर्छु तर मेरो भ्लग कसैले हेर्दैन किन म जान्न चाहन्छु यो कुरा चाहिँ। अनि मैले चाहिँ तरकारी ट्याक्क लाएर सोयाबिन मस्यौरा र आलुको तरकारी कस्तो फाट्यो जस्तो देख्थ्यौँ। अब चाहिँ हामी खाना खान्छौँ। मसँग रहेको छ यहाँ खानुपर्छ काँक्रो भइसकेको छ। अनि त्यस पछाडि छ आऊ किन देखिँदैन तिमुरको चटनी डल्लो पऱ्यो के हो यो काँक्रोसित खानालाई। अनि त्यस पछाडि यहाँ छ मिक्स अचार पत्ताको त्यति धेरै अमिलो त मन पर्दैन एउटा खाना त्यही नै खानु तपाईँ दाम दुखेको झन् होला हौ। अचार यो कहिले हो अघिल्लोचोटि ल्याऊ बर्फीमा अनि फ्रिजमा राखेर बिग्रेको चाहिँ छैन। हामीले यहीँ किनेको होइन यो अनि यहाँ रहेको छ यो हाम्रो मस्यौरा र आलुको झोल टक्क लाएर मस्यौरा र आलुको झोल जस्तो पनि मिठो हुन्छ।
एक छाको भात खाने। अनि यहाँ चाहिँ रहेको छ हिजोको लेग पिस। अनि अब चाहिँ म खान्छु। यति मिठो हुन्छ जेको तरकारी पनि। मैं आँखों में कुछ रात देते हैं। पचाउनु पर्यो। पचाउने कसरी भनेपछि अनि अब हामी चाहिँ जाँदैछौँ पार्कतिर। पार्कमा जान्छौँ, एकछिन त्यहाँ बस्छौँ अनि हावा खान्छौँ। त्यसपछि आएर सुत्न पर्छ। ठिक त हुन्छ नि। त्यसपछि चप्पल पनि उस्यो, भइसक्यो।